घरभित्र झन्डै 4 करोड रुपैयाँको चाङ, किलोका किलो सुन र चाँदी। व्यक्तिको घरमा किन पस्यो प्रहरी? पैसा धनी 77 वर्षीय विनोद श्रेष्ठ पक्राउ। के हो यति धेरै पैसाको स्रोत? काठमाडौँ सामाखुसीको पहेँलो घरमा प्रहरी स्टिङ अपरेसन। सुगरका रोगी 77 वर्षीय विनोद श्रेष्ठ भर्याङमा बसेर ब्ल्याक टी पिइरहे। उता प्रहरीले बोराका बोरा पैसा गनिरहे। विशेष सूचनाका आधारमा दिउँसो करिब 12-1 बजे यस घरमा प्रवेश गरेको प्रहरीले साँझ 7 बजेसम्म पनि पैसा र सुनचाँदी गन्ने र जोख्ने काम गरिरह्यो। झन्डै 6 घण्टाको मेहनतपछि प्रहरीले गनिसक्यो 3 करोड 75 लाख रुपैयाँ अनि पोकाका पोका सुन अनि चाँदी। सुरुमा प्रहरी पुग्दा विनोद श्रेष्ठ घरमै थिए। प्रहरीले सोधी खोजी गर्दा सुरुमा मसँग 2 लाख रुपैयाँ मात्रै छ भनेर प्रहरीलाई भने। तर जब प्रहरीले कोठा कोठामा तलासी लियो त्यहाँ लकर भेटियो। लकर खोलेर हेर्दा भरि भराउ पैसा। केही बेरमा भेटियो चामलका बोरामा राखिएका 7 बोरा पैसाको बिटो।